Hey guys, welcome to our channel Primal Gumre Official अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै सन्चै छौं है। अनि आज चाहिँ हामी पोकोको ग्रुमिङ गर्न गइरहेका छौं। फर्स्ट टाइम ग्रुमिङ गर्दै छ हैन। अनि फर्स्ट टाइम किनभने उलाई सायद उलाई त्यो के भन्छ लट्याउने सुई लगाउनु पर्छ होला हैन। सो उलाई नुहाइदै गरेको उसको चाहिँ यस्तो के यो कान छ नि, यो कानको छेउछाउमा यस्तो मोटो मोटो भइसक्यो क्या, दिदैन के रे सुई हानेर। सो अब यसको चाहिँ अब हामीहरू यसलाई उ गर्दै हामीले घरमा बाँधेर उयो गरेर गर्न खोज्यौँ तर भएन के यसको यो। अब चाहिँ यसलाई हेरौँ कस्तो के गर्ने। यस्तो प्रब्लम भइसक्यो क्या उसको चाहिँ यसरी। अब यो कुकुर पेट्स प्यारेन्ट्सलाई त यो त हाम्रो कमन कुरा हो हैन, हामीहरू पेट्स प्यारेन्ट्सको लागि चाहिँ। अनि यहाँ चाहिँ अब हामी दुईजना भएर लिएर आउँदैछौँ। अब उसको लागि यो सुनिछु न, मैले त पर्सै लिइनँ त हजुर, यो बोकिछु न ल। यो मेरो फोन अनि यो उसमा हालिदिन्छु न डिकीमा। ल बिफोर एन्ड आफ्टरवाला पिक्चर पनि म उही क्रिएट गर्छु होला। अनि अब हामीहरू गएर टाइम कति ल, आज त मैले टाइमभन्दा पनि म त लाखेर हिँड्छु वाच पनि। सो पोको नो अब जान्छ हामीसँग है त। सो अब चाहिँ म लान्छु अनि जो डराउँछ नि एकछिन पछि नहलाइस् है, मैले फोन दिएर हाल्छु। मिल्दैन नि त उस गरेर। सो अब हामी चाहिँ लाग्यौँ है त पोकोलाई लिएर। त्यो हजुरलाई डिकीमा हालै भन्छ र पोको बाजा सामान पोको जाओस् है। ल लाग्यो घाम छ है, बोलेको पनि सुन्दैन। अनि हाम्रो मानस धिरा छ सिक्रेट छोड्दैन पर्दैन, लुज गऱ्यो भने नि उसले कमजोरी दिन्छ कि। लगभग 1 मा जस्तो नभए पुरै काट्दा भयो, नभए 1 मा राख्दा आइहाल्छ ल। सुगर पनि डक्टर सर आइहाल्छ। कुकुर A few moments later. अनि मेरो पोको हेर दुई जोडी बिउजेर दुई जोडी तेल लगाएको। अम्म होइन होला यसको के युनिट बार राम्रो भन्नु कस्तो। मेरो पोको हेर ब्लगमा आउँछ बाबुको ब्लग छ ल। नि मेरो कान्छो छोरो यो चाहिँ हाम्रो पोकोको सामान हो है, हाम्रो पोकोको न्यू लाइफ। चाहिँ हाम्रो डाक्टर साहब हुनुहुन्छ। हजुरको नाम के हो डाक्टर साहब? बुद्धिमान कार्की हजुर। यो चाहिँ रहेको छ ठ्याक्कै धरन लाइन। डग हाउस एन्ड ट्रिट बुद्धिमान कार्की। मेरो सम्पर्क नम्बर चाहिँ यहाँ रहेको छ है त। यो चाहिँ इटरीबाट आउने बाटो। पकड्नु अब जाने बाबुसँग बेटी गर्छ। मेरो सानो झुलमा सुत्छ हो चाह्यो मैले छोलोलाई ओछाउँदैछ। मेरो पुगो जस्तो छैन त हौ। यतिको छोड्दिन बाबुको रियाक्सन हेरौँ। बाबु नचल है, होसमा छैन नि नानी। मलाई ल मम्मी त आँसु हो कि क्या हो? खाना गयो बाबु नगर न यी मलाई बाइट गरिछ चाहिँ टोकिरहेछ मम्मी नगर्ने होस् छैन भर्खर
होसमा छैन नि भन्ने मात्रै थियो के मलाई फिल्टर झर्दैन नि त यतिको त झर्दैन कुकुर बुझा हुँदाखेरि झरिहाल्छ नि जुन चाहिँ लामो लामो एडिटिङ गर्ने मैले भनेको त 1 नम्बर यतिको होलो चिराउँदै आएको नि त ऊ ग्रुमिङ हुन्थ्यो क्या त्यो ग्रुमिङ यो खोजो खालाम पनि ग्रुमिङ हुन्थ्यो यस्तो कसले गर्छ सुतेका बटममा The next day. I love sandwich. हजुर The next day. Hello guys, welcome to my channel Primal Gameplay Official. सुतिरहेछौँ बिचरा अनि अहिले चाहिँ हाम्रो बाबुको चाहिँ एक्जाम सकेको छ अनि एक्जाम सकेको छैन अब एउटा बाँकी छ सन्डे अनि अब बाबु एकदम पुतली जस्तै गर्नेवाला छ अनि भोलि चाहिँ हाम्रो एउटा प्लान प्रैंक हुनेवाला ए मैले कसरी भिडियो बनाएँ मैले कसरी भिडियो बनाएँ भिडियो त्यही त नि मैले किन क्यामेरा अब यस्तो नि त हामी गरिबीबाट आएको हो नि त फ्लिप हुन्छ हामीलाई दिमागबाट हट्छ नि त अनि बिचरा म यसो गरिराख्दो रहेछु हामी यो गरिब ल्याउ न फोन देखाउ न हामी यो गरिबीबाट गुज्रेको तर मेरो फेभरेट फोन हो मेरो फर्स्ट एक्सपेन्सेस फोन यही थियो होइन हो रहनेछ लाइफभरि अनि त्यस पछाडिको यो फोन हो है यो फोन ल पापा सुनिस् है यहाँ हेर्छु है बाबु र पापा दुईजनालाई ल बग्नु है त बाबु सुट गर त ल सुट गर न तिमी सुट गर म देखाउँछु त तपाईँलाई यसमा तपाईँले मिडल फिङ्गर पक्रेर देखाउनु ए 3 तालीमा पक्रिसो भने होइन 3 तालीमा दुईचोटि पक्रिसो भने तपाईँले भनेको म टेर्छु अनि मैले भनेको चाहिँ यदि भएन भने मैले भनेको हजुर टेर्नुपर्छ ओके ल हेर्नु पात्रै अम्ला खाने हेर गर्नु सुरुमा एउटा देखाउ ए 1 2 3 4 5 मिडल फिङ्गर कुन हो देखाउनु बिच कमला बाबुको पनि हो नि फेरि यो बाबु भन् यो ल पापाले जित्नुभयो अब अर्को चोटि बाबुले जितेनस् नि बाबु त इलाल्ला इलाल्ला ल छिटो पाप गर्न आँटेको छु क्या मैले कुन अम्ला त चिन्नु पर्ने मिडल फिङ्गर हजुर अघि भनिसकेको होइन बाबुले भनेको त्यो
हेरौँ त्यो मुनि हेर्न कहाँ पाइन्छ त हजुर औँला हेर्न प्रवेश कसै गर्नु लु हेर्छु नि त 1 2 3 4 5 यो हजुरको त्यो मम्मी सुरुमा तो लेगा थे आज बाबुको पाप हुनेवाला छ बाबुको त्यो बाबाले भन्छ त हजुरको गुनो छोडा बाबु मैले हेर्नु नहेर्नु अलिअलि गरेर औँला पुरिन आँटिसक्यो भन्छ हजुर मुनि हेर्दै बिर्सिन्छ नि त कहाँ मुनि हेर्छु म हात बटारेको छु बाबुको त्यो यो मुनिको अलु बाबु यो मैले बटारेको दिन 3 मा 3 ल बाबु बस यो नगर हामीलाई कपिराइट चुपचाप जाएर बस्ने बाबु बस सिट 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 न बाबु प्रिमल ए तिमीलाई त मैले पाप गर्न आँटेको नि त तिमीले अनि मिलाएनौ नि त यस्तो गरेपछि एकचोटि गर न प्लिज 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 एकचोटि छिटो न बाबु छिटो यस्तो हुन्छ हेर्नुहोस् गाई जब हटा न लास्ट गर्न मिलेन त तिनचोटि नै त्यसबाट फेरि तिमीले गर्ने हो कि अम्ला अनि हाम्रो भएन भने तिमीलाई जे मन लाग्छ त्यही गर्नु ओके म गे गर्नु ल और फुडो पोकेर ला त्यसो नगर नि छोरो त्यसरी कहाँ पाप पाप लाग्छ पाप लाग्छ मलाई मेरो के भयो तिमी त ओठमा लाग्दैन त छोरा मान्छेको ओठ त कस्तो हुँदो रहेछ मलाई थुक लाग्यो कञ्चना पुगला फेरि देखाउँछ कति राम्री पुतली कति पुछुली मेरो भुसुडी हेर हेर मेरो मेरो पोको यस्तो हालत भइरहेछ अहिले हेर जिन्दगीले बाबा कस्तो सुहाएको बाबालाई एउटा फोटो खिच्नु पर्छ निकाला हुँदैन नानी लिएर दिन्छु पापालाई अब बाबु अब लु मलाई पनि लगाइदिए टाउको देखेर